हेलो ब्युटिफुल पिपुल। हामी चाहिँ आज क्युरो पार्क गएको। हेलो गर्नु दिदीले नभए हेलो गर्नुहुन्छ। हेलो। त्यसपछि हामी पुगेको थियौँ यहाँ एउटा पार्क घुम्नलाई। हामी चाहिँ यो पार्क घुम्दा चाहिँ एकछिन सानो मैले मिनी भ्लग बनाएको अरे है। यो चाहिँ मेरो फर्स्ट टाइम। दिदीलाई चाहिँ पिङ खेल्न मन लागिरहेको थियो। त्यहाँ चाहिँ पिङ खाली थिएन र यो बच्चाको पिङ थियो क्या। त्यहाँ चाहिँ दिदीलाई चाहिँ बच्चाको पिङ देख्नु थियो, हाम्रो छोरीको याद आयो भन्नुभएको थियो र दिदीले हेर्नु मात्र भयो। त्यसपछि आएँ म यहाँ। यो यस्तो राम्रो ठाउँ होइन, भिडियो बनाइदिने मान्छे नभएर हो, नत्र मैले यस्तो दामी फोटोसुट गरिसक्थेँ कि फोटो खिचिसक्थेँ। तर मसँग त फोटो खिच्दिनँ, दिदीलाई आउँथेन, मलाई नि आउँथेन। त्यसपछि म एउटा सानो ठाउँमा गएँ होइन, पुल जस्तो। त्यसपछि म हिरोनी बने, कपाल मिलाएँ। त्यसपछि म पुलनिर गएँ, हिँडेँ म यस्तै राम्रोसँग हिँड्छु, भिडियो गराइदिनु भनेर हिँडेँ क्यामेरा मिलाएर। त्यसपछि ज्याकेट खोलेर अझै भिडियो बनाएँ मैले। ल दिदी ज्याकेट खोलेर भिडियो बनाउनुपर्छ, ल मेरो भिडियो बनाइदिनु भनेर म यहाँ ज्याकेट खोलेर भिडियो गराएँ हिरोनी भनेर। तर पनि दिदीले क्यामेरै मिलाइदिनु भएन। त्यसपछि आएँ यहाँनिर तातो पानी उम्लेको ठाउँमा। न्युजिल्यान्डको धेरै जस्तो ठाउँहरूमा चाहिँ यस्तो तातो पानी उम्लिँदो रहेछ कि सर र जियो थर्मल भन्दो रहेछ। त्यसपछि हामीहरू अलिअलि चटक सुरु भयो होइन, युट्युबमा हाल्ने भनेर मिनी भ्लग बनाएको थिएँ नि त। यहाँ चटक सुरु भयो। यो चाहिँ मैले भनिरहेको त्यहाँको बारेमा चाहिँ, यो तातो पानी आउने ठाउँ हो, यहाँनिर न्युजिल्यान्डको सबै ठाउँमा यस्तो हुन्छ भनेर। यहाँ मान्छेहरू खुट्टा पनि तताएर बस्नु रहेछ कसरी, कति आनन्द। चिसो छ नि त अहिले न्युजिल्यान्ड, तातोमा यहाँ यसरी है, कति रमाइलो। त्यसपछि फेरि पनि मैले यो थर्मल देखाएँ डेन्जर ठाउँ भनेर। अनि त्यसपछि मैले फेरि यहाँ चटक देखाएँ, मेरो युट्युब च्यानल गएर सब्सक्राइब गरिदिनु है भन्दै नाटक पारेर। त्यसपछि हामी घर फर्किन लाग्यौँ र दिदीले फाइनल्ली पिङ खेल्न पाउनुभयो। दिदीले पिङ खेल्दै भन्नुभयो कि मलाई मेरो छोरीहरूको याद आयो, दिदीको 2टा ट्विन्स बेबी छ, पिङ खेल्नुभयो छोरीहरूको याद आयो भन्नुभयो। त्यसपछि हामी घर गयौँ। बाई बाई।